सोध्दै तपाईँहरूको सहभागिता बिना यो तालिम सम्भव थिएन। तपाईँहरूको सहभागिताप्रति आभार प्रकट गर्छु। तालिमहरू उपलब्ध गराइदिएको यो लेखाको 30जना हामीहरूको अपेक्षा 25जनाको कार्यक्रम थियो। 25 हजार 33जनाले तालिम गराउनु पर्ने। त्यही माथि 4 खाताको साइज ठुलो हुने भयो हुनाले एउटै टेबलमा धेरै 4 खाताहरू मिलाउने गर्दा नसकिने भयो हुनाले हामीले ठुलो हल बाँधेको ठुलो हल पनि छैन। त्यो हल उपलब्ध गराइदिनु भएकोमा निश्चित तथा परिवारको र हामीहरूको साथीहरूलाई पर्याप्त रूपमा केही ल्याइदिन सक्ने बाटोमा छैन। अब जति हामी दिन्छौँ त्यो पैसाले तपाईँहरूलाई बस्नु पनि असजिलो भएको, कतिजनाको आफ्नो मान्छे गएर सिधै एडजस्ट भएको भएन। कतिजनालाई त होटलमै बस्नुपर्ने अवस्था थियो। त्यो होटलमै बस्नुपर्ने अवस्थाबाट पनि अलिकति राहत दिने गरेर यहाँ बस्नु होस्टेल एउटा गर्ने बाटोमा पनि मिलाइदिनु भयो र त्यसको लागि तपाईँहरूप्रति आभार गर्छु। यति सबै कुराहरू भन्दै गर्दा अब हामीहरू लामो समय खर्च नगरेर 7 दिनको तालिमबाट जुन सिकाइ सिक्नुभएको छ, साथीहरू ज्ञान सिप धारणामा विकास भएको छ, यही ज्ञान र सिप धारणाको विकासलाई तपाईँहरूको संस्थामा लगाउनु होला र त्यही संस्थालाई माथि उठाउन प्रयत्न गर्नुहोला। संस्थालाई माथि उठाउँदै गर्दा तपाईँहरूको व्यक्ति शीर्ष सदस्य संस्थासँग आबद्ध भएका सदस्यको समृद्धिको कुरा, माथि उठ्ने कुराहरू, त्यसले समुदायको समृद्धि, त्यसले प्रदेशकै समृद्धि र अन्ततः त्यसको समृद्धि सम्भव छ। त्यही भएर सहकारी बिना अर्थतन्त्र कल्पना गर्नै नसक्ने भयो भन्नाले अर्थतन्त्रलाई ठिक नम्बरमा एउटा सहकारी हो भनेर सहकारीले त्यसरी महत्त्व राखिदिएको छ। यो बेला सहकारीको इज्जत जोगाउने जिम्मा हाम्रो हो। हामी सङ्घर्ष नगरौँ, हामी अप्ठ्यारो नगरौँ, व्यावसायिकतातिर जानुपर्छ। यी सबै विषयहरू तपाईँहरूसँग गर्नुहुनेछ भन्ने अपेक्षासहित शान्ति तालिम र यो समापन सत्र दुवै समापन भएको र सबैप्रति धन्यवाद प्रकट गर्छु। र हामी अघि किरण सरले छोडेको विषय सबभन्दा पहिला हामी फोटो खिच्छौँ अनि त्यस पछाडि खाजातिर अनि त्यस पछाडि सुविधा दिने काम गर्छ भन्दै